हेर्नुहोस् गाइस यो मुकबाङ गर्न लाग्यो हामी यो मुकबाङ गर्न लाग्यो हामी मुकबाङ भन्छ के होला मेरो त्यो रिमोट गर्नु न त्यो गराउनलाई खै रिमोट त्यसको के टिभी रिमोटले काम गर्दैन त्यसलाई टिभी हेर्नु भयो नि त्यसलाई रिमोट होइन कि त्यसलाई एक्सप्यान्ड भन्छ एक्सप्यान्ड हो के पेन हो डिस्प्यान्ड भन्नलाई के भन्नलाई नि त मिस्टेक हुन्छ कि दिन्छु मलाई त्यही भन्नलाई ले दाउन लौ त अब हाम्रो बहिनीको स्टाइल हेर्नु है त हेलो नमस्ते हेलो नमस्ते बेइज्जत गर्नु भयो भिडियो हाल्ने भन्नु ल कमेडी हुनु पर्यो नि बल्ल चल्छ नि त नि सुरुमा के आउनु पर्यो सुरु ल सबैले है एकैचोटि कल्लु भन्नेले कस्तो हेर्नुहोस् अलि यता आउने कि हाम्रो तपाईँ यो मुकबाङ यो पुकबाङ हो यो अब त च्यानलको नाम के हुन्छ के अप्ठ्यारो हुन्न र यही राख्छ राखेर यो उड्डेमा यतिकै हामीले सुरु गरेको हो होइन अब त्यो च्यानलको नाम के हुन्छ पछि हेरौँला गाइज होइन अब यहाँ मलाई चाहिँ यो देखिन्छ खान मन लाग्छ म चाहिँ एकदम गेस्टिक पीडित हो बहिनीको लागि भन्नु म खान ल्याइदिएको हो होइन यस्तै तपाईँहरू यस्तै इच्छा राख्नुहुन्छ भने सपोर्ट गर्नुहुन्छ होला पनि है ल नमस्ते अब हाम्रो बहिनीको स्टाइल त कसरी स्टार्ट गर्छ नमस्ते नमस्ते वेलकम टु माई युट्युब च्यानल साथीहरू माई युट्युब च्यानल व्हाट इज योर नेम क्या बोला तूने व्हाट इज योर युट्युब च्यानल नेम नमस्ते नमस्ते हेलो नमस्ते भनौँ सबैले एकैचोटि हेलो नमस्ते गाइस वेलकम ब्याक टु माई च्यानल अनि आज चाहिँ हामी आएर चाहिँ मुकबाङवाला च्यालेन्ज गर्दैछौँ यसरी भन्ने हो के कस्तो हुन्छ तपाईँले प्रतिक्रिया दिनु होला प्लिज गिभ रिएक्सन इन द कमेन्ट हैन के जस्तो आउँछ तपाईहरुलाई ट्याक्क तपाईलाई राम्रो लाग्यो नराम्रो लाग्यो सबै चाहिँ कमेन्टमा हो यस्तो गरेर उसमा हाल्छ नि टाइप लाइक गर्नु होला दिस इज द फर्स्ट टाइम वी आर रेकर्डिङ द मुकबाङ भिडियो हैन सो वी आर होप फर द सपोर्ट छैन जस्ट एउटा चटपटी हो एकदम नर्मल र्यान्डमली यसो हामी मैले चाहिँ बनाउन लाग्यो आई डोन्ट नो साउन्डको क्वालिटी कस्तो आछ आई होप एभ्रिथिङ विल बी बेटर एन्ड ल ओके सुरु गरौँ 1 2 3 गो ए यसरी के यसरी फोटो खिच्छ नि यस्तो गरेर अगाडि राख्छ नि ट्याग खिचेर ए गुरु काम म खाइसकेँ यहाँ राखेर खाने हो कि हेरौँ न उठाएर खानु पर्छ यहाँ मिल्नु पर्यो नि तँलाई जानु उता खुर्छ नि पिरो भयो कति ढेर खुर्छ नानीले हामी भिडियो खानु भिडियो बनाउनु हामी थाहा छैन के भन्छ भने चुप्रा खाने नबोल्ने त्यो कोल्लो भनेको हाँस लाग्छ मिठो भयो दाल मिठो 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 जो बाहिरको फोन आएको छ अब भिडियोको चक्करमा अहिले फोन उठाउनु भएको छैन भाउजू भयो कहिले छिटो खाने भनेर भन मम्मीको फोन आएको खानलाई खानु के बोल्ने हो छोड्दिनु के किन काट्नु पर्नु त्यतिको लागि त भइहाल्यो काट्दा झन् काट्यो भन्ने हुन्छ चटपटी चबाएर झन् मैले सक्दैन नि छिटो गिलो चटपटी खानु भन्यो भने मम्मीले खानु नखाए त्यही भएर बट मैले होप चाहिँ गिलो चटपटी गरेको थिएँ गिलो चटपटी गर्दा पछि गिलो हाल्नु भएन है छैन गिलो रातो खाने दिएको खोला हाम्रो गाई हाम्रो चाहिँ खाएको घरमा बनाएर खाएको होइन कहिले खान्छु तर धेरै अथवा रेगुलर बेसिसमा खाना चाहिँ यो हेल्थको लागि चाहिँ राम्रो हुँदैन है सो फ्रिक्वेन्टली चाहिँ नखानु होला एकदम रेयर बेसिसमा खानु होला यो चिजहरू चाहिँ होइन घर परिवारसँग रमाइलो गर्ने यताउताको लागि तर धेरै खानु पनि राम्रो त होइन तर हामी पनि एक थाला लिएर त बसिहाल्छ भने दिइहाल्यो खानु पर्यो टेबल खास के गर्नु दिएको अन्त त सर खानु
मैले झड्का बसाएको त्यस्तो खानु मलाई खाएको त्यो भिडियो रेकर्ड गरेन क्या मैले अब गर्नु पनि राम्रो त हुनु ए भनेछ देख्नुभयो गाइज अरू बेला पुरा चाकल चाकल गरेर खान्छ नि अनि कस्तो मजाले खाएँ सोसियल मिडियामा र रियालिटीमा धेरै फरक हुन्छ गाइज सो डोन्ट इन्फ्लुएन्स बाई लुकिङ अदर इन्फ्लुएन्सर है उको खानु साथमा हामीले पानी पनि लिएर आएको छौँ गाइज भन्ने बिर्सेछौँ खै चिसो चिसो हो त्यसै हो अहिले पानी। भर्खर फ्रेस पनि आएको यस्तो खालको चिसो है गाइज अरू बेला त स्टिलको गिलास देखिन्छ अन्त कहाँबाट आएको नै हो सिसाको सबै भिडियो बनाउनु सबै कुराको इलिमेन्ट हुनुपर्छ कि त्यहाँ फन हुनुपर्छ अब यस्तोमा रुन त भएन होइन हाँस्नुपर्छ गाइज मलाई रुगा लाग्यो अहिले यो खाएको झन् लाग्ला जस्तो छ आमाले पिरो खै खट्टा मलाई त यहाँ रुमाल कता गएछ है हाम्रो पहिलोचोटि हो यो मुखबाङ यस्तो भिडियो खाँदाखेरि भिडियो गराएपछि मुखबाङ हुँदो रहेछ मलाई थाहै छैन खै मुखबाङ भनेको के हो कम्पिटिसनलाई भन्छ कि केलाई कम्पिटिसनलाई कम्पिटिसन च्यालेन्ज पकाउँदाखेरि पनि गरिरहन्छ यस्तो के गरम बित्तिकै हाल्ने यताउता गरेर त्यो जोस बेलामा भइहाल्छ ए अहिले बनायो भोलि हाल्नु मैले भने त तर एकदम मिठो भयो ओ सरी एकदम मिठो भयो अहिले पनि रिसाउ भयो यो कम्तरी अब भयो यहीँ बस्छु ल अगाडि खुब खालको पारी सभामा त कुचाउनु कसरी राखेर होइन अहिले तपाईँहरूले यस्तो चिजहरू नै मन परिन्छ यस्तो चिजहरू पेट फुल्ने भयो अहिले भन्नाले रेगुलर बेसिसमा खाइराख्नुहुन्छ भने प्लिज है सकेसम्म नखानु होला एभोइड गर्नु कहिलेकाहीँ खाँदा ठिकै हो होइन सधैँ चाहिँ नखानु यदि खानुहुन्छ भने पनि एक्सर्साइज गर्नुपर्छ होइन शरीरलाई अलिक दुःख दिनुपर्छ एक्सर्साइजको थ्रु दुःख भन्नेमा पेटपाट गर्ने होइन यसो जिमसिम जाने दौडिने होइन खान पायो भने जे पनि खाने होइन मिठो भयो भनेमा धेरै खानुहुन्न भन्छन् सो हेल्थ इज वेल्थ भन्छन् होइन स्वास्थ्य नै धन हो भनेर कुकुरहरू थाहा गर्नु होला कस्य है कस्तो अप्ठ्यारो हुन्छ नि। मम्मीले खानु सक्नु भएन मम्मीलाई धेरै थोरै भएर यो त्यही भएर हामीले आधा आधा बनाएर खायौँ दुईजनाले
हेर्नु गाइस त्यो भिडियो हेरेर ला होला तपाईँहरूलाई जहाँ कति बोल्दो रहेछ बहिनी कति शान्त भनेर रियल लाइफमा ठ्याक्क उल्टो छ हामी म खाने बेलामा फाक्टो बोल्दैन गाइस के होइन आएपछि क्यामेरा गर्नु बोल्दै खाँदै गर न है बिस्तारै बोल्दैछ जस्तो लाटी चाहिँ गर्छ नि सब सुन्नुभएको बोल्ने हाँस्ने हँसाउने बोल्यो भने खाएको मजा लिन पाइँदैन गाइस त्यही भएर साइलेन्ट भएर खाने खाँदै बोल्दै गर्ने झन् आनन्द हुन्छ झन् अघि हाम्रो बहिनीले चाहिँ फर्स्ट टाइम बाइक सिक्न गएको होइन अनि मैले एक्सपेक्ट गरेँ भन्दा चाहिँ अलिक छिटै हुन्छ नि सानसानो कुरालाई ध्यान दिनु एकदम पर्फेक्ट भन्नु मिल्दैन एकदम लिज बिगिनर हो होइन त्यही पनि सुरु दिनमा त्यति चाहिँ चलाएको हो त्यही भएर साथ मलाई लाग्यो तिनीहरूले मनमा यस्तो फिलिङ आएर होला क्या अब सोध्यो मलाई उन्न मान्छ कतिले त भिडियो त हाल भन्नु भएन म भनेको मान्छे सिकेर जहीँ आउँदाखेरि यसो बाइक चलाउँदा बस भन्दा त्यही अचम्मै पऱ्यो न गाई त तपाईँ जहाँ नभन्नु त्यहाँ यसपछि हामीले के कस्तो हुन्छ त्यसपछि अर्को च्यालेन्ज भिडियो पनि लिएर आएको छ दाइ लिएर मैले हाम्रो त्यस्तो खतरा सोलिड प्लान छैन होइन गरेको एकदम ऱ्यान्डमली ठटाएर हामीले यतिको भिडियो गरेको हो अब यो एकदम हुन्छ नि प्रोफेसनली हामी जाने च्यानल बनाउने यताउता केही त्यस्तो प्लान छैन होइन त हाम्रो चाहिँ एउटा टिकटक आइडी छ त्यसमा सायद मेबी हामीले अपलोड गरिन्छ होला सो इफ तपाईँहरूले कुनै पनि डिभाइसमा यदि कहीँबाट पनि हेरिराख्नुपर्छ भने हामीले केही चिजमा हालिसकेको हुनेछौँ होइन यस्तो भ्लग बनाउने यताउतामा चाहिँ हामीलाई केही आइडिया छैन हामीले गरेको छैन सो त्यही भएर चाहिँ तपाईँहरूको एक्सपेक्टेसनसँग मिट नहुनसक्छ इफ भएन भने सल्लाह सुझाव दिनु होला मलाई लाग्दैन यो मैले चटपटी भएको छु जस्तो त म खाइरहेको छु मेरो फेरि सबभन्दा फेभरेट है चटपटे त्यही होइन भर्खर मोमो दिने त्यो थोरै मोमो खाइदिनु चाट चाटमा फेभरेट चटपटे मेरो सोयाबिन मोमो पनि हो बारे मलाई चाहिँ अलि रुगा लगाइराखेको है हेर अहिले झन् दबाई कस्तो हाइजिनै नभएको मान्छे रहेछ भनेर नभन्नु होला अहिले हामी भिडियो डेबिट गरिसकेका छौँ रुमाल कता अघि लिन बिर्सेछु मैले है ओ टिस्यु खायो त कहाँ बाहिर निकाल्दै पसिरो त्यस्तो तेरी देखियो म यार पसिना आएन पिरो भएर क्या त्यस्तो पिरो होइन नि जब किन पसिना आएको त्यसो घाममा मान्छेहरू लानु भयो चाहेर बाइक चलाउनु जाँदा चाहिँ म लोड जस्तो लाग्थ्यो गाई तर त्यस्तो भएन नहोस् भन्न सोचेको भन्दा फरक भयो साँच्चै रोड त भन्नु मलाई पिठो चलाइछ आयो जिम जाने भयो अब अहिले कहिलेबाट जाने सानो भोलिबाट जान्छ होला उता उसमा जोइन हुनु कहाँ मिलन चोक जान्छु मैले भनेकोमा त्यही हुन्छ कि सिरमै हुन्छ मैले त्यो भन्थेँ त्यही रहेछ होइन पैसा 2000 रहेछ तर सामान ठुलो रहेछ होइन त्यहाँ भिडियोमा देखाएको त्यस्तो ठुलो छैन कि ठिकै हो भिडियोमा मैले खास त्यो त ठुलो जस्तो मानेको थिएँ कि भिडियोमा हेर्दै हेर्न गएको त्यस्तो ठुलो छैन ए गयो हेर अस्ति त भाइरल छन् जाँदाखेरि पसेको थिएँ क्या म बिहान यता भन्दा यता छ त एरिया ठुलो यतैको छ तर सामान यहाँ पुरानो भइसक्यो त्यहाँ चाहिँ नयाँ भर्खर ल्याएको त्यो नयाँ छ सामान अलि एडभान्स छ कि सामान त उयो हो त्यहाँ जति छ त्यति त्यति नै हो अलि यहाँको चाहिँ अलिक कन्जस्टेड जस्तो छ कि ठाउँ अलिक साँगुरो जस्तो छ
हाम्रो दाइ चाहिँ जिम जानुहुन्छ है भनेपछि त एकदम नर्मल हो फेरि यस्तो जिम जानु त यस्तो कम्पिटिसन त्यस्तो सिके पनि होइन नर्मल के अरे यता नजिक हुन्छ त फेरि तँलाई अस्ति मैले भन्दा त यतै टाढो हुन्छ भने त टाढो पनि हुन्छ हुन त मन्थली सकेछ अब कता जाने भन्ने हो कि यदि गर्नु के हुन त्यस्तो फरक पर्दैन बिहान जानेको चाँडो सुत्ने चाँडो बिहान उठेर जा बिहानै गर्नुपर्छ जस्तो लागिरहेको मलाई बिहानको फ्रेस पनि हुन्छ कि मुड पनि अलिक चाँडो त्योभन्दा पनि केही कुरा अब जस्तो गरिराख्दाखेरि तपाईँको अब ठ्याक्क 5 बजी हाल्ने चाहिँ होइन 4:30 यस्तैबाट अब हुन्छ नि अलि अब जाने भनेपछि हुन्छ के काम गरिरहेको भने पनि अब त्यो रोक्नै पर्छ अब उताबाट आयो फेरि खानासाना या त्यस्तै हुन्छ बिहान गर्दा कन्टिन्यू एउटा खानाहरू केही पनि नखाँदासम्म त त्यसमै सरै लाग्नु पाइयो नि त काँहरू त म ल्याइदिउँ काँहरूमा अति भाउ हेर्नुहोस् पोल्ट्रीमा हालेर हिँड्नुपर्छ नि रुम त होइन यहाँ नि छैन भिडियोमा टिलिक्क त टल्केर नि आयो यहाँ बिल्ला हुन्छ पसन्द आएको काँहरू त ऊ त्यो मर जसले पनि एउटा भ्याएपछि त रेकर्ड बन्द गर्ने हामी सुरुमा मजा आएको गाडी बढी भएर खानु धेरै भयो भन्न खाएको थिएन साँच्चै ठ्याक्कै पेटले अब यस्तो चुच्यो छिटो भयो भनेर खानु त मलाई चाहिँ धेरै दिनपछि खाएको भएर र एकदम मिठो भयो दालले तुर्दैन खानु त फेरि त पेट चाहिँ फुल हुनु लागिसक्यो मलाई चाहिँ भयो एक प्लेट भइयो गाई अन्त मम्मीको पनि यो एक कटौराको आधा कटौरा आधा कराएको दाइले चाहिँ तुर्न सक्नु भएन यत्तिकै छ दाइको मेरो चाहिँ सकिन लाग्यो बाटो भएको गाछहरू नाक फुली झरेर नाक फुली झरेर फेरि के गरेर ल्याइस् होइन हेरेर बाइकको ऊ के अरे पेची ऊ हो कि ढिला लाग्ने पछि लागेन त्यतिकै ल्याइस् यो गाइजहरू अगाडि क्यामेरा सुरु छ अन छ नबिर्सिनु होला के मलाई दाम खुट्टा देखेर भिडियो बनाएको त खायो नि त्यो मैले मलाई त फर्काएर म देखेछु किन मलाई थाहै होइन देख्नु भएन क्या त्यो खालको त अब तिम्रो बढी बनियो न हो थोरै कुरो गाइज म देखेछु जस्तो मलाई लाग्यो होइन ल मुखबाङ सकियो गाई हेर्नु दाइले पनि सक्नु हाम्रो भएन गाना चाहिँ विनर हुनु भएको छ यो कुन खालको विनर बोलाइदिएको मम्मीले पनि सक्नु भएन दाइले पनि सक्नु भएन फाइनली मैले तुरिसकेँ तपाईँहरूलाई अब त थाहा भएन नि कतिको को खन्चुवा रहेछ भनेर
चटपटे लभर भएपछि यस्तो हुन्छ